सन्चै हुनुहुन्छ हैन? आज पनि म यहाँहरुको सामु फेरि एउटा नयाँ भिडियो लिएर उपस्थित भएको छु। भिडियो केको बारेमा छ भनेर यहाँहरुलाई खुल्दुल लागेको होला। तर त्यो भन्दा पहिले यहाँहरुले यो भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न चाहिँ नबिर्सिदिनु होला, ताकि यहाँहरु जस्तै अरु धेरै दर्शक श्रोताहरु सामु यो भिडियो पुग्न सकोस्। किनभने भिडियो अत्यन्तै जानकारीमूलक रहेको छ। र आउनुहोस् म बताउँदै छु आजको भिडियो केको बारेमा छ भनेर। यहाँहरुले आजभोलि मिडियाहरुमा सुन्नु भएको छ एआई द्वारा बनाएको गीत भनेर। अब यहाँहरुले पनि कसरी एआई द्वारा गीत बनाउने भन्ने बारेमा आजको भिडियो रहेको छ। कसरी एआई प्रयोग गरिकन हामीले गीत संगीत निर्माण गर्ने, एआई द्वारा नै गीत लेख्न लगाउने, एआई लाई नै त्यो गीत संगीत गर्न लगाउने र आफूले मज्जाले सुन्ने र आफू एउटा क्रिएटरको रूपमा, संगीतकारको रूपमा निर्माण। त्यसको लागि यहाँहरुसँग दुईटा एप्लिकेसनहरु आवश्यकता पर्नेछ। एउटा च्याट जीपीटी एप्लिकेसन र अर्को चाहिँ सुनो एप अर्थात सुनो एआई। दुईटा एप्लिकेसनहरु प्रयोग गरिकन कसरी हामीले संगीत निर्माण गर्ने भन्ने बारेमा आजको भिडियो रहेको छ। त्यसै भएको हुनाले म यो सम्पूर्ण प्रक्रियाहरु यहाँहरुलाई स्क्रिन शेयर गरिकन देखाउन गइरहेको छु। कृपया नआत्तिएर बिस्तारै अन्तिमसम्म यो भिडियो हेर्नुभयो भने यहाँ पनि गजबको एउटा गीत निर्माण गर्न सक्षम हुनुहुनेछ। मोबाइलको प्ले स्टोरलाई ओपन गर्नु होला। म प्ले स्टोरलाई ओपन गर्दै छु। त्यसपछि यहाँहरुले दुईटा एप्लिकेसनलाई डाउनलोड गर्नु होला। एउटा चाहिँ च्याट जीपीटी भन्ने रहेको छ। यहाँनिर च्याट जीपीटी भनेर देखाएको छ। त्यसपछि यो चाहिँ जो च्याट जीपीटी लेखेको छ यसलाई डाउनलोड गर्नु होला। मेरो मोबाइलमा डाउनलोड भइसकेको छ। त्यसपछि फेरि पनि अर्को एप यसैमा डाउनलोड गर्नु होला। त्यो रहेको छ SUNO सुनो एआई भनेर। यसलाई क्लिक गर्नु होला। अनि यो सुनो लेखेको छ यो एपलाई यहाँहरुले के गर्नु होला त ओपन गर्नु होला, इन्स्टल गर्नु होला। मैले पनि यहाँ इन्स्टल गरिसकेको छु। अब चाहिँ हामी आफ्नो मोबाइलमा गएर जो चाहिँ रहेको छ जहाँ छ यो एप्लिकेसनलाई हामी के गर्छौं त ओपन गर्छौं। हामीलाई सबभन्दा पहिले च्याट जीपीटी चाहियो। अनि च्याट जीपीटीलाई यहाँहरु गएर एउटा गीत लेख्न पठाउनु होला। जस्तै मैले यहाँ एउटा गीत लेख्न पठाएको, म एउटा गीत लेख्न लगाउँछु। यहाँनिर कुनै एउटा रोमाञ्चक नेपाली गीत लेख्नुहोस् भनेको छु मैले। अब यहाँनिर यसले एउटा गीत लेखिदिँदै छ हाम्रो लागि। र जो चाहिँ गीत पूरा भयो भने हामी यसलाई के गर्छौं त कपी गर्ने छौं। जस्तै मैले यहाँनिर अब यो गीत पूरा भएको छ, शीर्षक मुडुको धड्कन भन्ने लेखेको छ। र यहाँनिर यसलाई कपी गरेर हामी के गर्छौं त फेरि अर्को एप्लिकेसन जो हामीले भर्खरै डाउनलोड गरेका थियौं त्यो के रहेको छ त सुनो रहेको छ। अब सुनोमा यस्तो एप यहाँनिर देखाउने छ जहाँनिर यो म्युजिकको चिन्ह यहाँ देखाइरहेको छ। यसलाई क्लिक गर्नु होला। जो हामीले च्याट जीपीटीमा कपी गरेको गीत चाहिँ यसलाई पेस्ट गरिदिनु होला। यहाँ मैले पेस्ट गरेँ। अब अगाडि लेखेको जो चाहिँ छ त्यहाँ आयो। अब यहाँनिर सङ डिस्क्रिप्सन भन्छ। यहाँनिर हजुरले केही लेख्नु होला। अब कुनै लेख्नुस् है, नेपाली फोक ट्युन लेख्नु होला। अब यहाँलाई के चाहिने हो, मेल भोइस, फिमेल भोइस, कुन के चाहिने हो यहाँनिर निर्देशन दिनु होला। त्यसपछि यहाँनिर क्रिएट भन्ने लेखेको बटन छ। क्रिएटमा यहाँहरुले के गर्नु होला त क्लिक गर्नु होला। म यहाँनिर क्लिक गर्दै छु। क्लिक गरिसकेपछि यहाँनिर योर ग्रोभ इज अन इट्स वे भनेको छ। अब गीतहरु बन्दै छ। यहाँनिर यहाँले के गर्न सक्नुहुन्छ त गीतहरु यहाँ बनिरहेको छ। अब यहाँनिर यसले अप्सनमा हामीलाई दुईवटा गीतहरु बनाएर दिइरहेको छ। अब हामी के गर्छौं त यो गीतलाई सुन्छौं। हामी सुन्छौं। रहेको छ गीत यहाँ सुन्न सक्नुहुन्छ। यस्तो रहेको छ। उसले लेखेको गीत त्यसरी निर्माण भएको छ। यहाँहरु पनि यसै गरिकन बनाउन सक्नुहुनेछ।